केटा हामी कहाँ जानु ला रे कहाँ रे ल ठिक छ हामी चाहिँ मुम्बा जानु लाग्यो होइन अब हामी मुम्बा गएर के गर्ने हो हामी चाहिँ अब एसएमएन स्टेसनबाट यसो गाडी आयो हामी अब मुम्बा जाँदैछौँ मुम्बा गएर रोटेपिङ खेल्ने मुम्बा गएर रोटेपिङ छैन आज पब्लिक होलिडे हो नि त त्यो भएको भएर अलिक टाइम लाग्छ होला भनेर ल गाइज हामी अब मुम्बा जाँदैछौँ अहिले मुम्बामै भेटौँला ट्रेन आउन बाँकी छ 10 मिनेट ल केटा हामी कहाँ आइपुग्यो फ्लिन्डर्स होइन अनि अब हामी मुम्बा हो कि जुम्बा जाँदैछौँ एकदम तर लास्ट क्राउड छ के ओइ हावातारमा बाटो काटेको लाइट भयो त यस्तो पब्लिक छ होइन भिड त खै भतिज खोइ कहाँ गयो हरायो क्या ए भदिया त रहेछ हराउला चाहिँ भतिज कोही साधन दिग्जाला समातै हराउला होइन होला कहाँबाट जाने यताबाट त झिलिमिली है झिलिमिली यामा झिलिमिली के विधि हो ल हेर्नुहोस् है हेर्नुहोस् गाह्रो छ भतिजलाई लास्टै गाह्रो है गाइज ल भतिजको गुनासो हामीले सुनिरहेको छौँ है उल्टो बुझ्छ भनेर उ त्यो 360 त म त खेल्दिनँ पागल के अरे खेल्न त एउटा खेल्नुपर्छ सबै त सक्दैन होला एउटा दुइटा चाहिँ खेल्नुपर्छ हो र त्यहाँ त एउटा टिकट त्यहाँ त एउटा टिकट काटेपछि सबै फ्री होइन एकचोटि काटेपछि नन स्टप जस्तो लाग्छ त्यहाँ जे खेले नखेले पनि भिड त आमा यो चाहिँ आरानी भरे मेलबर्नको पल सल के हो यो कुन चाहिँ त्यो कुन भति चाहिँ 360 दिपुले 360 खेल्ने भने उल्का छ यो खेल्ने हो ऊ त्यो घुमीवालाकै पुरै ओइ म झन्नै ठोके यार ऊ त्यो सही हुन्छ के हो त्यो चाहिँ सही हुन्छ यार हो अनि यस्तो बेला अनि रिक्स लिने होइन कि यो त यसै पनि केही हुन्न यो त महोत्सव जस्तै हो यार हुन्थ्यो यहाँको महोत्सव नै त हो नि होइन यो त हेर त माथि जान्छ के हामीले चाहिँ अनि यो देखिरहनु भएको यो खेलेको होइन ल खेल्ने भनेर अनि लाइनमा बस्दै गर्दाखेरि खिचेको भिडियो के यो चाहिँ अरे यो नखेल्दा जसो म त यस्तो एक्साइटेड थिएँ खेलेपछिको हालत हेर्नु अहिले यस्तो लभली छ कि यो त यस्तो लभली गेम रहेछ नि होइन एकचोटि ट्राई चाहिँ गर्नुपर्दो रहेछ मुटुले चिसो बनाएको थियो हाम्रो त खेल्दा त आयो है मौसममा हेर्नु अब हामी यो खेल्ने हो लाइन बस्न लाग्यो यो अन्त रमाइलो ल जा वे माका डक्स
अनि हामी त्यो पहिलो गेम खेलेर होइन अनि यो अर्को गेममा पनि आइपुग्यौँ अनि यसको पनि लाइन बस्दा बस्दै खिचेको हो अघिको गेम त अब यसै पनि डर लाग्दो थियो कि यो गेम खेल्दा त यस्तो भयो कि यस्तो भयो मासाला हाम्रै पालामा यो नट फुत्केर भत्किन्छ कि आऊ जस्तो भएर यार पागल मुटु त चिसो ओहो थेट यो गेमले नि आपद बनायो अनि हामी चाहिँ लाइनमा बस्दा बस्दै खै के बोल्दै थियौँ त्यो गीतको टिकट सिकट देखाएर चाहिँ त्यो गीत आएको भएर चाहिँ म्युट गर्दै थियौँ कि हामीले अनि यो गीत नआओस् भनेर चाहिँ मैले यो भोइस ओभर हालेको साजन पुरै मक्ख छ अहिले चाहिँ होइन झरेपछि त केटाहरू त पुरै यारा रिभरमा गएर कोही भोमिट गर्न ला हुन्छ जस्तो मेरो त टाउको दुख्यो भने कोही के भने अनि लास्टमा गएर चाहिँ हामीले अनि ओल्डरमा गएर मिट अमिलो पिरो च्वास्स पारेको चटपट खाएपछि सबलाई अनि बल्ल फ्रेस भयो एक एकवटा बियर खायौँ अनि बियर खाएपछि फेरि इनर्जी आइहाल्छ नि त अनि ट्याक्क होइन यस्तो दामी देखेँ हेरेन त्यो स्विङ भएको नि देखेँ नि अब हाम्रो पालामा त होइन त्यो स्विङ फुत्किएर अब आज नटबल्टु खसेर गयो माछाला रोकिँदै आपत बनाएको नि अनि ट्याक्क बियर सियर खायौँ अब चिल भयौँ सक्यो अनि त्यसपछि धेरै खाना अर्डर गरेछ चाउमिन भ्याउनु नसकेर हामीलाई गाह्रो पऱ्यो अनि त्यसपछि केटाहरू लगाऊँ भनेर हाम्रो आजको दिन यही सक्यो थ्याङ्क यू सो मच फर वाचिङ